साथीहरु तपाईहरु पनि एउटा फेसबुक क्रिएटर हुन्छ र तपाईहरु पनि सोच राख्नु भएको छ कि फेसबुकबाट अर्निङ गर्न। तर तपाईलाई थाहा छ एउटा कुरा कि अर्निङ गर्नु भन्दा पहिला फेसबुकको सबै टुल्सहरु अनलक गर्नुपर्छ र त्यो टुल्स कसरी अनलक गर्ने तपाईलाई थाहा छ। र अहिले हेर्नुहुन्छ भने साथीहरु धेरै फेसबुक क्रिएटरहरुले फेसबुकबाट अर्निङ धमाधम गरिरहेछ नेपालमा। तर तपाईले पनि सोच्नु भएको छ कि फेसबुकबाट अर्निङ गर्न त्यसको लागि साथीहरु तपाईहरुलाई सबै टुल्सहरु अनलक गर्नुपर्छ जसको कारणले गर्दा तपाईले मजाले अर्निङ गर्न सक्नुहुन्छ। त्यो टुल्स कसरी हामीले अनलक गर्ने तपाईलाई केही टिप्स थाहा छ? थाहा छैन साथीहरु आजको भिडियोमा तपाईलाई सम्पूर्ण तरिका सिकाउने छु र त्यो टिप्सहरु भन्ने छु जसको कारणले गर्दा तपाईहरु त्यो टुल्सहरु सजिलै तपाईहरु अनलक गर्न सक्नुहुन्छ। र सबैभन्दा पहिले साथीहरु तपाईहरुले अर्निङ गर्नुको स्रोत हुन्छ स्टारबाट, कन्टेन्ट मोनेटाइजेसन टुलबाट, एड्स एन्ड रिल्सबाट हैन। तर कन्टेन्ट मोनेटाइजेसन टुल इलिगल भइहाल्यो भने तपाईहरुको भ्युजको थ्रोबाट तपाईहरुको अर्निङ डलरहरु हेर्न सकिन्छ जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ। र साथीहरु यो आईडीमा हेर्न सक्नुहुन्छ र यो आईडीमा सबै टुल्सहरु अनलक गरिसकेको छु र योमा अर्निङ पनि मेरो भइरहेछ। तर साथीहरु यहाँ हेर्न सक्नुहुन्छ योमा सबै टुल्स मैले अनलक गरेछु र कसरी गरेछु त्यो टिप्सहरु म आजको भिडियोमा सिकाउने छु। र धेरै साथीहरुले कमेन्टमा भन्नु भएको थियो कि तपाईले कसरी तपाईले आफ्नो फेसबुकको सबै टुल्सहरु अनलक गर्नुभयो र एउटा भिडियो बनाउनु होला। सो साथीहरु आजको भिडियोमा त्यो सम्पूर्ण तरिका भन्ने छु र यो भिडियोमा। सो तपाईले भिडियो अन्तसम्म हेर्नु होला। युट्युब च्यानल त फर्स्ट टाइम भिजिट गर्नु प्लिज युट्युब च्यानल सब्स्क्राइब गर्न बेल आइकन प्रेस गरिदिनु होला। सो साथीहरु सबभन्दा यो आईडी हेर्नु र यो आईडी मैले सम्पूर्ण टुल सबै टुलहरु इलिगल गरिसकेको छु र यो आईडीमा हेर्नुहुन्छ भने मेरो 4,25,000 फलोवर्स कम्प्लिट भइसकेको छ। र यो आईडी हेर्नुहुन्छ भने साथीहरु यो आईडी मैले एक हप्ता मात्र भयो र यो आईडीमा हेर्नुहुन्छ भने 100 फलोवर्स कम्प्लिट भइसकेको छ र दुईवटा टुल्स पनि इलिगल भइसकेको छ। र त्यो टिप्स मैले युज गरेर 7 दिनमा मैले दुईवटा टुल्स इलिगल गरिसकेको छु र अब मलाई 4वटा टुल्स इलिगल गर्नु छ। र त्यो टुल्स कसरी इलिगल गर्ने मलाई थाहा छ। तर मैले सोचे तपाईहरु पनि एउटा नयाँ फेसबुक क्रिएटर हुनुहुन्छ भने तपाईहरुले आफ्नो फेसबुक क्रिएटरहरुको टुल्सहरु अनलक गर्न सकिरहेको छैन भने त्यो टिप्स मैले तपाईहरुलाई भन्ने सिकाउने गर्छु र जसको कारणले तपाईहरु पनि भोलिको दिनमा आफ्नो भिडियोबाट तपाईहरु पनि अर्निङ गर्न सक्नुहुन्छ। र कसरी त्यो टुल्स इलिगल गर्ने सम्पूर्ण तरिका ए टु जेड तरिका मैले सिकाउने छु। सो तपाई भिडियो अन्तसम्म हेर्नु होला। र मेरो युट्युब च्यानल अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन प्लिज युट्युब च्यानल सब्स्क्राइब गर्नु होला र बेल आइकनमा अलमा लगाइदिनु ताकि म तपाईहरुको लागि नयाँ अपडेटको भिडियो लिएर आउने गर्छु र तपाईहरुमा सबभन्दा पहिला नोटिफिकेसन जान्छ र तपाईहरु त्यो भिडियो तपाईहरु छिट्टैभन्दा छिट्टै हेर्न सक्नुहुन्छ। सो साथीहरु लेट्स स्टार्ट। सो साथीहरु म आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छु र अब म तपाईहरुलाई लिएर जाँदैछु। सबभन्दा पहिला जाँदैछु जुन आईडीमा मैले सबै टुल इलिगल गरिसकेको छु त्यो आईडीमा तपाईहरुलाई हेराउन जाँदैछु है। जस्तै कि यहाँ हेर्नुहुन्छ दुईवटा फेसबुक छ र यो फेसबुक मैले क्लिक गरे र यो फेसबुक एकाउन्टमा क्लिक गरिसकेपछि साथीहरु यहाँ हेर्नुहुन्छ यो मेरो फेसबुक एकाउन्ट हो र योमा हेर्न सक्नुहुन्छ भने तपाईहरु 4,26,000 फलोवर्स कम्प्लिट भइसकेको छ तपाईहरुको साथ सपोर्टको कारणले गर्दा हैन। र साथीहरु यहाँ हेर्नुहुन्छ भने र यो आईडीमा मैले रिल्स भिडियो मात्र अपलोड गर्दैछु भने यहाँ हेर्न सक्नुहुन्छ 17 मिलियन 11 मिलियन 7 मिलियन हैन यतिको भ्यू इन्क्रिज भइरहेछ र कसरी गइरहेछ। र हेर्नुहुन्छ भने साथीहरु प्रोफेसनल ड्याशबोर्ड मैले क्लिक गरे र क्लिक गरेपछि साथीहरु यहाँ हेर्न सक्नुहुन्छ मेरोमा अर्निङ पनि स्टार्ट भइसकेको छ। यहाँ हेर्नुहुन्छ $59 भइसकेको छ हैन। तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ र मैले सबै टुल्स इलिगल गरिसकेको छु योमा बुझ्नुभयो। र यो अक्टोबर अर्निङ हेर्दै हुन्छ $30 हेरिरहेछ मेरो र यहाँ हेर्दै हुन्छ यहाँ र यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु सबै मेरोमा इलिगल भइसकेको सबै टुल इलिगल भइसकेको छ। हेर्न सक्नुहुन्छ साथीहरु सबै टुल्स मेरो सबै इलिगल भइसकेको छ। यहाँ कन्टेन्ट मोनेटाइजेसनमा गए र यहाँ हेर्न सक्नुहुन्छ सबै टुल इलिगल भइसकेको छ। र योमा हेर्न सक्नुहुन्छ भने कन्टेन्ट मोनेटाइजेसन टुलमा $59 देखाइरहेछ र स्टारमा हेर्दै हुन्छ एउटा स्टार रिसिभ भएछ भने यहाँ हेर्दै डलर आछ। र यो सब्स्क्रिप्सनमा कोही सब्स्क्रिप्सन गर्छ भने त्यसको थ्रोबाट तपाईको सब्स्क्राइबरबाट पैसा आउने गर्छ। र स्टोर फन्डमा पनि त्यो एउटा गेमिङ हो त्योबाट आउने गर्छ। र एड्स एन्ड रिल्स तपाईको भिडियोमा एड एन्ड रिल्स चल्यो भने तपाईको भिडियोबाट पैसा आउने गर्छ है त्यो हो। र हेराइदिए साथीहरु र यो आईडीमा तपाईले सम्पूर्ण तरिका सबै हेराइदिए साथीहरु। र अब म तपाईहरु नयाँ आईडी मेरो कुन हो त्यो आईडी म गएर जान्छु है। जस्तै कि यो अब मेरो फेसबुक एकाउन्ट हो यो नयाँ आईडी हो। यहाँ हेर्न सक्नुहुन्छ यो आईडीमा मैले साथीहरु मेरो एक हप्तामा 110 फलोवर्स कम्प्लिट भइसकेको छ। र यहाँ हेर्न सक्नुहुन्छ मैले प्रोफेसनल मोडमा गयो भने यहाँ हेर्न सक्नुहुन्छ तपाईको यस्तो खालको इन्टरफेस आउँछ। र म तपाईहरुलाई सबभन्दा यहाँ मोनेटाइजेसनमा लिएर गए र मोनेटाइजेसनमा लिएर गएपछि साथै यहाँ हेर्न सक्नुहुन्छ पार्टनरशिप एन्ड एड्स त इलिगल भइसकेको छ। त्यो पार्टनरशिप यो अल्फा हुन्छ नि मैले भने तपाईहरु त्योबाट हैन कुनै कसैले हैन त्यो सोप गर्छ भने त्योबाट तपाईहरु
को अर्निङ आउने गर्छ त्यो पनि इलिगल भइसकेको छ। र नट एट एभाइलेबल, अब यहाँ हेर्नु सक्नुहुन्छ नट एट एभाइलेबल। अब यहाँ हेर्न सक्नुहुन्छ तलमा 4 वटा टुल्सहरू इलिगल भएको छैन। र अब यो टुल्सहरू कसरी इलिगल गर्ने म तपाईहरूलाई त्यो भिडियो म बनाएर अलरेडी हालिसकेको छु। र तपाईहरुलाई थाहा छैन भने साथीहरु यो भिडियोको डिस्क्रिप्सनमा हुन्छ त्यो भिडियोको लिंक, त्यो भिडियो एकचोटी हेर्नु होला र कसरी इलिगल गरिन्छ। यहाँ पनि म तपाईहरुलाई केही टिप्स भन्ने छु जुन टिप्सले तपाईहरु छिटैभन्दा छिटै इलिगल गर्न सक्नुहुन्छ है। र यहाँ हेर्न सक्नुहुन्छ साथीहरु स्टार छ, सब्स्क्रिप्सन छ, र कन्टेन्ट मोनेटाइजेसन टुल छ, र स्टोर फन्ड छ। त अब साथीहरु तपाईहरुले सोच्नु स्टार यहाँ हेर्दै हुन्छ लेट्स योर फ्यान सपोर्ट यु बाई सेन्डिङ स्टार एन्ड गिफ्ट्स। अब तल हेर्दै हुन्छ 2 or 4 क्रिएटर मेड। अब मेन हो साथीहरु सब्स्क्रिप्सनबाट म तपाई हेरिदिए अर्निङ भइरहेको हुँदैन, स्टोर फन्डबाट पनि अर्निङ हुँदैन। सबैभन्दा पहिला के साथीहरु यहाँ हेर्नु कन्टेन्ट मोनेटाइजेसन टुल। यदि तपाईको कन्टेन्ट मोनेटाइजेसन टुल इलिगल भइहाल्यो भने तपाईहरु मज्जाले अर्निङ गर्न सक्नुहुन्छ। सबभन्दा मेन हो कन्टेन्ट मोनेटाइजेसन टुल र कन्टेन्ट मोनेटाइजेसन टुलमै सबै थोक आउने गर्छ। बुझ्नुभयो साथीहरु। र यहाँ हेर्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसन टुल के भन्दैछ अर्न मनी फ्रम फेसबुक all your well performance illegal content। अब भन्दैछ त्यो जति बेला कन्टेन्ट मोनेटाइजेसन इलिगल हुन्छ तपाईको फेसबुक एकाउन्टमा तपाईको भिडियोको परफर्मेन्स राम्रो चल्छ भने त्यति बेला इलिगल हुन्छ। र अहिले भन्दैछ तिमीले के गर्न सक्छौ इन्भाइट ओन्ली। अहिले तिमीले कन्टेन्ट मोनेटाइजेसन टुलको लागि इन्भाइट गर्न सक्छौ मात्र। जस्तै कि यहाँ मैले कन्टेन्ट मोनेटाइजेसन टुलको इलिगल गर्नको लागि इन्भाइट गर्ने भने यहाँ हेर्दै हुन्छ आई एम इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्छ र यहाँ तपाईलाई लेख्नुपर्छ केही। अब लेख्नको लागि के गर्नुपर्छ म तपाईलाई यहाँ लेखेर हेर्दैछु है। त्यसो साथीहरु तपाईले यहाँ लेख्नुपर्छ हेलो फेसबुक टिम, हेलो फेसबुक फ्यामिली, आई एम इन्ट्रेस्टेड, आई एम रेगुलर भिडियो सर्ट भिडियो अपलोड इन फेसबुक, आई वान्ट टु अर्न मनी फ्रम फेसबुक। यति लेखेर यहाँ तपाईहरु सबमिट गरिदिनु होला। सबमिट गरेपछि साथीहरु तपाईहरु यहाँबाट ब्याक हुनु होला र तपाईहरु सबमिट भइहाल्छ। त्यसपछि त्यो हैन लक लागिसकिन्छ र तपाईले इन्भाइट गरिसक्नु भएको छ। बुझ्नुभयो र यहाँबाट तपाईहरु ब्याक भइहाल्नु होला। र अब यहाँ हेर्न सक्नुहुन्छ ब्याक भइसक्यो साथीहरु तपाईहरु मेरो र यहाँ हेर्न सक्नुहुन्छ यो भइदियो है। र तपाईहरु हैन साथीहरु यसरी नै तपाईहरु स्टारलाई पनि यहाँबाट इन्ट्रेस्टेड गरेर तपाईहरु यहाँ त्यो सेम कुरा लेख्न सक्नुहुन्छ है। र फेरि साथीहरु मैले यहाँ लेखिसकेको छु र फेरि म यहाँबाट सबमिट गर्दै छु र सबमिट गरेपछि साथीहरु मेरो स्टारको पनि भइसक्यो। र अब साथीहरु यहाँबाट साथीहरु स्टारको भइहाल्यो, यहाँ कन्टेन्ट मोनेटाइजेसन टुल भइहाल्यो। अब सब्स्क्रिप्सनको तपाईले गर्नुहुन्छ इन्भाइट नगर्नु केही हुँदैन, फरक पर्नेवाला छैन किनकि त्योमा बढी अर्निङ पनि भइहाल्छ। तपाई मेन कुरा हो सब स्टार र कन्टेन्ट मोनेटाइजेसन टुल। र अब यति गर्छु साथीहरु तपाईहरु त्यसपछि ब्याक हुनु होला। तपाईहरु आफ्नो डेली भिडियो अपलोड गर्नु होला है। सो साथीहरु म तपाईलाई सम्पूर्ण तरिका सिकाइदिएर भनिदिए र यसरी नै तपाईहरु युज गर्नु होला आफ्नो ट्रिक्स। र साथीहरु सबैभन्दा पहिला ट्रिक्स युज गरेर त्यसपछि तपाईहरुलाई कसरी काम गर्नुपर्छ त्यो प्रोफाइलमा काम गर्नुपर्छ तपाईलाई थाहा छैन साथीहरु यो भिडियो हेर्नु होला। र यो भिडियोमा मैले 5 वटा टिप्स सिकाएको छु र त्यो टिप्स तपाईले युज गर्नुभयो भने तपाईहरुको 1 हप्ता भित्रमा तपाईहरुको त्यो सबै टुल्स लिगल भइहाल्छ र तपाईहरु पनि अर्निङ गर्न सक्नुहुन्छ सजिलै। सो साथीहरु यो भिडियो जरुर हेर्नु होला र आजको भिडियो कस्तो लाग्यो प्लिज आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा राख्दिनु होला र मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छ भने प्लिज युट्युब च्यानल सब्स्क्राइब गर्न बेल आइकन प्रेस गरिदिनु होला।